बाबु नानीहरू धमलाको गमलाले बलात्कार पीडितहरूलाई फाँसी दिनुपर्छ भन्दै गरेको भिडियो हेरौँ अनि यसमा आएको फन्नी कमेन्टहरू पढौँ ल। मेरो पनि घरमा छोरी छ। हाम्रो देशमा बलात्कार धेरै बढेको छ। कति साना बालिकाहरू बलात्कृत भएर मरेका छन्। खै त के छ हाम्रो अहिलेको कानुन? फाँसीको सजाय दिनुस् न बलात्कार भएको मान्छेलाई। के बोले भाइ? अनि बलात्कार गर्छ। के छ थाहा बोले? खै कहाँ छ सरकार? के यता छ? ल सुरु गरौँ। बलात्कार भएकोलाई नै फाँसी दिने? बिल्कुल 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 सही कुरो। बलात्कार भएकोलाई चाहिँ किन फाँसी दिने? सौदारी पीडितलाई कारवाही गर्ने, बलात्कार भएकोलाई फाँसी दिने, अरू चुनाव हुन्जेल के पो आउला नियमहरू? जात्रा हानी गाउँ भने जस्तो होइन, तपाईँले जे गर्नु नि हैन त खाली उल्टो बोल्छिन् बाबै। क्या करें सबकी आती नहीं हमें इच्छा आती नहीं। बलात्कार भएकोलाई फाँसी दिने हो कि बलात्कार गर्नेलाई फाँसी दिने हो? पहिलेका बुढा बोल्दै तलमाथि हुन्छ भाइ। यस्तै रमाइलो भिडियोहरू हेर्न मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। त्यहाँ पनि डेली न्यू भिडियोहरू अपलोड गरिरहनेछु।